सबैलाई नमस्कार, जय मसीह। आज म फेरि हितोपदेश प्रदेश 2 पढ्दैछु। अ, ज्ञानको खोजी गर्नेहरूलाई इनाम, यहाँ लेखिएको रहेछ। र हे मेरो छोरो, यदि तैँले मेरा वचन हृदयमा लिस र मेरा आज्ञा तेरो मनमा राखिस् भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ शक्तिमा लगाइस् भने तैँले विवेक माग्छस् भने समझ शक्तिलाई पुकार। यदि तैँले त्यसलाई चाँदी झैँ खोजिस् र गाढ धन झैँ त्यो खनिस् भने तैँले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने बुद्धि दिने परमप्रभु नै हुनुहुन्छ र ज्ञान र समझ शक्ति उहाँबाट नै आउँछ। आफ्नो भण्डारबाट उहाँले सोझालाई योग्यता प्रदान गर्नुहुन्छ। निर्दोष जीवन व्यतीत गर्नेहरूको निम्ति उहाँ ढाल हुनुहुन्छ, किनभने उहाँले न्यायको मार्गको रक्षा गर्नुहुन्छ र आफ्ना भक्त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ। जब जे ठिक र न्यायसङ्गत छ सो तैँले बुझ्नेछस् र असल मानिसको बाटोमा मात्र तँ हिँड्नेछस्। किनभने बुद्धि तेरो मनभित्र गाडिनेछ र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँलाई हेरचाह गर्नेछ, समझ शक्तिले तेरो रक्षा गर्नेछ। त्यसले तँलाई खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। अन्धकारको बाटोमा हिँड्न जसले इमान्दारी चाललाई त्याग्दछ, जो खराब काम गर्नमा प्रसन्न हुन्छन् र दुष्ट र छली कामहरूमा हर्षित हुन्छन्, जसमा आफ्नै चालहरू टेढा र जसका मार्गहरू अनिश्चित छन्। त्यसले तँलाई व्यभिचारी स्त्रीबाट लोभ्याउने कुराहरू भएकी दुष्टबाट जोगाउनेछ। त्यसले आफ्नो बाल्यावस्थाको शिक्षालाई त्यागेकी छ र आफ्ना परमेश्वरको करारलाई भुलेकी छ। त्यसको मार्ग मृत्युतिर ओह्रालो लागेको हुन्छ र त्यसको बाटोले मृत्युको देशतिर ताकेको हुन्छ। त्यस स्त्रीतिर जानेहरू कोही पनि फर्केर आउन सक्दैन अथवा जीवनको मार्ग त्यसले फेरि पहिलाउन सक्दैन। यसै कारण तैँले भला मानिसहरूको अनुसरण गर र धर्मी मानिसको चालमा लागिबस। किनभने सोझाहरू पृथ्वीमा बास गर्नेछन् र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्, तर दुष्टहरू त्यहाँबाट जरै समेत उखेलिनेछन् र विश्वासघातीहरू झार झैँ फ्याँकिनेछन्। आमेन, आमेन, आमेन। इट्स भेरी ब्लेसिङ